हेलो गाइज, नमस्कार सबैलाई। वेलकम टु माई च्यानल। गाइज, हामीले चाहिँ आज नम्बर सिस्टमको बारेमा सिक्दै जाँदैछौँ। मैले चाहिँ नम्बर सिस्टमको पार्ट 1 र पार्ट 2 बनाइसकेको छु। यदि तपाईँले त्यो हेर्नुभएको छैन भने त्यो गएर सुरुमा हेरिदिनु होला। यदि तपाईँले त्यो हेर्नु भएन भने यो भिडियो चाहिँ बुझ्नुहुने छैन र आशा गर्दछु तपाईँले भिडियोलाई लाइक गरिसक्नुभयो होला। यदि लाइक गर्नुभएको छैन भने लाइक गरिदिनु र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु र सो लेट्स स्टार्ट द भिडियो। गाइज, हामीले चाहिँ प्रिभियस भिडियोमा डेसिमलबाट अक्टलमा कसरी लग्ने भन्ने बारेमा सिकेका थियौँ भने आज हामी अक्टलबाट डेसिमलमा सिक्न जाँदैछौँ। त्यसको लागि हामीले सुरुमा एउटा इक्जाम्पल लगाउँ। जस्तै अक्टल टु डेसिमल यहाँबाट 1 नम्बरको लगाउँ। 135 लाई 8 टुक्रा जाँदा वाटको 10। अब सोलुसन 135 लाई हामी यहाँ लेख्ने सुरुमा। त्यसपछि चाहिँ हामीले पछाडिबाट मैले पहिलाको भिडियोमा सिकाएको थिएँ, पछाडिबाट यसको पावरमा नम्बर सिरियल वाइज राख्दै आउने अथवा आफूले दिमागमा सोच्दा पनि हुन्छ, दिमागमै सम्झिँदा पनि हुन्छ। अहिलेको लागि चाहिँ मैले राखेँ। अब यहाँ कति छ त? सुरुमा 1 छ। 1 मल्टिप्लाई यसको बेसमा जति पनि छ त्यो नम्बर हामीले यहाँ लेख्ने अनि यो 1 को पावरमा जति छ त्यसको पावरमा यो लेखिदिने प्लस 3 मल्टिप्लाई 8 को पावरमा 1 प्लस 5 मल्टिप्लाई 8 को पावरमा 0 कति भयो त? 8 को स्क्वायर 64 प्लस 8 को पावरमा 1 भएपछि 8 अनि 8 1 16 3 24 प्लस अब यो 1 भयो, यो 5 को 5 नै भयो। अब 64 प्लस 24 प्लस 5 कति आयो हाम्रो? 93 आयो। देयरफोर 135 को बेसमा 8 जाँदा 93 को बेसमा 10 भयो। अब चाहिँ हामीले यो मिल्यो कि मिलेन भनेर क्याल्कुलेटरमा पनि हाल्न सक्छौँ। त्यसको लागि मोड दबाएर 4 दबाउने। त्यसपछि यहाँ कति छ? अक्टल छ। त्यसो भए यहाँ देख्न सक्नुहुन्छ सानो अक्षरमा, हल्का फोकस गरौँ। यहाँ सानो अक्षरमा ओसिटी लेखेको छ, एमा दबाउने। त्यसपछि हाम्रो नम्बर कति थियो? 135 अनि इक्वल टु गर्ने। त्यसपछि चाहिँ हामीले केमा लग्ने थियो? डेसिमलमा लग्ने थियो। त्यसो भए यहाँ देख्न सक्नुहुन्छ डिइसी लेखेको छ, देख्न सक्नुहुन्छ यहाँ डिइसी लेखेको छ। यसलाई दबाउने। हाम्रो 93 आयो। एन्सर कति आएको थियो? 93। भनेपछि यसको मतलब हाम्रो एन्सर चाहिँ एकदम करेक्ट भएको छ। अब हामी कुनै एउटा अर्को इक्जाम्पल लगाऊँ। इक्जाम्पल अब हामी कति लगाऊँ भनेपछि 9 नम्बरको लगाऊँ। अलि लामो 5 8 मा वाट गरेर बेसमा 10। अब चाहिँ सोलुसन 1437 को पावरमा पछाडिबाट सिरियल वाइज लेख्दै आउने अथवा सम्झिँदै आउने 0 1 2 3। अब हामीले यो सुरुमा कति नम्बर छ त? 1 छ भने सुरुमा 1 लेख्ने। त्यसपछि यहाँ बेसमा कति छ? 8 छ हैन? त्यसमा हामीले 1 मल्टिप्लाई 8 यसको पावरमा 3 भयो। 4 मल्टिप्लाई 8 को पावरमा 2 भयो प्लस 3 मल्टिप्लाई 8 को पावरमा 1 भयो प्लस 7 मल्टिप्लाई 8 को पावरमा 0 भयो। अब हामीले 8 को क्युब 8 को क्युब 512 प्लस 64 मल्टिप्लाई 4 256 512 256 प्लस 8 1 8 2 16 8 3 24 प्लस 1 7 भयो। अब चाहिँ हामीले सबैलाई जोड्ने। 512 प्लस 256 प्लस 24 प्लस 7 हाम्रो आयो 799 आयो। 799 Therefore
1437 को बिचमा 8 उता जाँदा चाहिँ 799 हुँदो रहेछ है त। अब चाहिँ हामीले यसलाई क्यालकुलेटरमा कन्फर्मेसन गरेर हेरौँ। मोड 4 अनि अक्टल 1437 उता जाँदा चाहिँ इक्वल्स टु केमा लगाउने डेसिमलमा हैन। डेसिमल भने चाहिँ हाम्रो यहाँ देख्न सक्नुहुन्छ 799 आएको छ, जुन चाहिँ हाम्रो मिल्न गयो। यो चाहिँ यहाँ भयो। यो चाहिँ थियो हाम्रो हाउ टु कन्भर्ट अक्टल नम्बर टु डेसिमल। अब चाहिँ हामीले सिकौँ अब डेसिमल टु हेक्साडेसिमल। डेसिमल टु हेक्साडेसिमल। अब हेक्साडेसिमलमा चाहिँ टोटल 16 वटा नम्बर हुने गर्छन्, जसमा चाहिँ 0 1 2 3 4 5 6 7 8 9, त्यसपछि चाहिँ ABCDEF मैले सुरुको भिडियोमा नि भनेको थिएँ तपाईले। अनि टोटल 16 वटा नम्बर हुनेछन् हेक्साडेसिमलमा, त्यस जुनमा चाहिँ 0 1 2 3 4 5 6 7 8 9 पर्ने भयो। त्यसपछि चाहिँ हाम्रो 10 11 चाहिँ हामीले लेख्न मिल्दैन, त्यसैले ABCDEF ले डिनोट गरेको है त्यसलाई। अब चाहिँ हामी कुनै पनि एउटा एक्जाम्पल गरौँ। एक्जाम्पल डेसिमल टु हेक्साडेसिमलको एउटा एक्जाम्पल 1 नम्बरको लगाउँ। 666 को तल 10, 666 को तल 10 र वाट अनि कति 16 हैन। अब मैले तपाईलाई सिकाउँदै आइरहेको छु। हामीले चाहिँ सुरुमा फ्र्याक्सन गर्नुपर्ने हुन्छ, जसमा चाहिँ सुरुमा हामीले सुरुको नम्बर हेर्ने, यदि यो भन्दा सानो नम्बर छ भने हामी दुईटा नम्बर हेर्नुपर्ने हुन्छ, जसमा 66 छ। अब हामीले क्यालकुलेटरमा हान्ने सजिलोको लागि 66 डिभाइड बाइ 16 हाम्रो आयो 666 डिभाइड बाइ 16 हैन, हाम्रो आयो 41 पोइन्ट। पछाडि के कति आएको छ देखेको छ किन तपाईहरुलाई देख्न सक्नुहुन्छ। 41.625 आयो। हामीले चाहिँ सुरु पोइन्ट भन्दा अगाडिको नम्बर मात्र लेख्ने। यहाँ चाहिँ हामीले पोइन्ट भन्दा अगाडिको नम्बर मात्र लेख्नु पर्ने हुन्छ, जसमा चाहिँ थियो 41 थियो। 41 लेख्यौं। अब 41 मल्टिप्लाई 16 गर्ने क्यालकुलेटरमा 41 मल्टिप्लाई 16 गर्ने हाम्रो 656 आयो। अब 666 मा माइनस 656 गर्ने हाम्रो बच्यो 10। यहाँबाट 10 आयो, जसलाई हामीले 10 लेख्दैनौं, हामीले लेख्छौं ए है त। अब 41 डिभाइड बाइ 16 गर्दा चाहिँ कति आयो 2 पोइन्ट कति आयो, त्यसैले हामीले पोइन्ट भन्दा अगाडिको 2 मात्र लेख्यौं र यता चाहिँ कति बच्यो त 16 मल्टिप्लाई 2 गर्दा 32 आउने रहेछ। हाम्रो बच्यो 9, जसलाई चाहिँ हामीले 9 लेख्ने र यतिमा चाहिँ हाम्रो फिनिश भयो। देयरफोर 666 को बेसमा 10 त्यसपछि कति भयो 29A को बेसमा 16। अब चाहिँ हामीले क्यालकुलेटरमा हेरौँ मिल्यो कि मिलेन। मोड दबाएर 4 अनि जाने हामी 666 इक्वल्स टु केमा लाग्ने हेक्सामा। देख्न सक्नुहुन्छ यहाँ 29A आएको छ भनेपछि हाम्रो एन्सर करेक्ट भयो है त। अब लिम हामी एउटा कुनै लामो एक्जाम्पल अथवा गाह्रो एक्जाम्पल हामी लगाउँ। 9 नम्बरको क्वेशन लगाउँ। 1 2 3 4 5 रहेछ है त। अब यसलाई चाहिँ हामीले हेक्साडेसिमलमा लाग्नु पर्यो, जसमा हामीले 16 लेख्यौं। अब 1 2 3 4 5 लाई चाहिँ 16 ले गर्ने। सुरुको एउटा नम्बरलाई जाँदैन 16 ले, दुईटा नम्बरलाई पनि जाँदैन, त्यसैले हामीले एकैचोटि अब तीनटा नम्बर लाग्नु पर्ने भयो त। तीनटा नम्बर लाग्ने भएपछि
कति छ त 123 डिभाइड बाई 16 हाल्ने हाम्रो आयो 7 हाम्रो सुरुमा 7 पोइन्ट कति कति आएको छ हामीले 7 मात्र लेख्यौं 7 लेख्यौं अब योबाट माइनस गर्ने कति बच्यो 16 माइनस हामीले नत्र एकैचोटि यसलाई क्याल्कुलेटरमा 100 1 2 3 4 5 छ डिभाइड बाई 16 गरौँ हाम्रो आयो 2057 2057 आयो अनि 0.5 आएको छ पोइन्ट भन्दा अगाडिको मात्र लेख्यौं हामीले अब 2057 यसलाई मल्टिप्लाई गर्ने 2057 मल्टिप्लाई 16 गरौँ कति आयो 2057 मल्टिप्लाई 16 गर्दा यति आयो भनेपछि माइनस 1 2 3 4 5 हाम्रो चाहिँ मिस्टेक भयो जस्तो छ है हामीले चाहिँ फेरि गरौँ 1 2 3 4 5 16 1 2 3 4 5 डिभाइड बाई 6 गर्दाखेरि हाम्रो आयो 771 अब यहाँ अलिकति मिस्टेक भएको रहेछ 771 आयो त्योभन्दा पछाडि पोइन्टमा पनि के आएको छ जसलाई चाहिँ हामीले अहिले लेख्ने हैन पोइन्टभन्दा अगाडिको मात्र लेख्ने अनि 771 मल्टिप्लाई 16 गर्दा चाहिँ कति आयो 123 आयो माइनस अब 1 2 3 4 5 गर्दा चाहिँ यहाँबाट 9 बस्ने रहेछ अब 771 डिभाइड बाई 16 गरौँ आयो 48 आयो अब 16 मल्टिप्लाई 48 16 मल्टिप्लाई 48 गर्दा 769 आयो 768 सरी अब 771 गर्दा चाहिँ यहाँबाट 3 बच्यो अब 48 लाई 48 डिभाइड बाई 16 गर्दा चाहिँ ट्याक्कै 3 हुने रहेछ भनेपछि यहाँबाट 16 ले फिर्ला गयो बच्यो 0 एन्सर चाहिँ हाम्रो देयरफोर 1 2 3 4 5 को एन्सर चाहिँ कति आयो त भन्नेपछि 3039 को बेसमा 16 अब हामीले यहाँ हेरौँ हाम्रो एन्सर मिल्यो कि मिलेन मोड दबाएर 4 अनि 1 2 3 4 5 चाहिँ इक्वल्स टु अनि केमा लाग्ने एक्जाममा हाम्रो 3039 आएको छ यसको मतलब हाम्रो एन्सर करेक्ट भएको छ अब चाहिँ हामीसँग अलिकति टाइम कम छ हामी छिटो गर्न सिकौँ अब चाहिँ सिकौँ हामी हेक्साडेसिमलदेखि बाइनरी हेक्साडेसिमलदेखि डेसिमलमा कसरी लग्ने त decimal how to convert hexadecimal numbers into decimal सुरुमा चाहिँ हामीले एउटा इक्जाम्पल लगाउँ हेक्साडेसिमल देखि डेसिमलमा लाग्ने क्वेशन हेक्साडेसिमल टु डेसिमल हेक्साडेसिमल टु बाइनरी हेक्साडेसिमल टु अक्टल हेक्साडेसिमल टु डेसिमल हाम्रो बुकमा क्वेसनै दिएको रहन्छ त्यसै भए हामीले आफै क्वेसन बनाऊँ कुनै पनि जस्तै 303 को जसमा 8 लाई हामी डेसिमलमा लगेर हेरौँ है त सुरुमा चाहिँ हामीले पहिला सिकाएको जस्तै 303 लेख्ने सोलुसनले 303 1 2 3 सिरियल वाइज भयो 0 1 2 त्यसपछि हामीले 3 मल्टिप्लाई 8 को पावरमा सरी 2 गर्यौं प्लस 0 मल्टिप्लाई 8 को पावरमा 1 गर्यौं प्लस 3 मल्टिप्लाई 8 को पावरमा 0 गर्यौं अब चाहिँ हामीले 8 को स्क्वायर भनेको मल्टिप्लाई 8 को स्क्वायर भनेको 64 भयो यहाँ चाहिँ 0 मैले त अक्टल बनाएको हैन यो त उ त अलिकति मिस्टेक भयो फेरि गरौँ एक्जाम्पल 303 को बेसमा त 16 पो हो त
सरी गाइज, अलिकति मिस्टेक भयो, तर केही छैन। 303 लाई 1 2 गाइज। अहिले चाहिँ हल्का टाइम कम भएकोले मैले तपाईँलाई हल्का बुझाउन सकेको छैन। त्यही पनि हजुरले अगाडि हेरेर त बुझिसक्नुभयो होला। सजिलै नै छ, त्यस खासै गाह्रो छैन। यो 8 मा हेर्न फेरि यहाँ 16 हो, मल्टिप्लाई 16 को 1 प्लस 3 मल्टिप्लाई 16 को पावरमा 0। 16 को स्क्वायर कति हुन्छ? मोड 1। 16 को स्क्वायर कति हुन्छ त? मल्टिप्लाई 3 हैन, 768 प्लस 0 प्लस 1 3। अब यहाँ चाहिँ 771 आयो भने अब हामीले यहाँ हेरौँ मिल्यो कि मिलेन। मोड 4 771 इक्वल टु केमा त 303। हाम्रो चाहिँ एन्सर मिल्यो। अब चाहिँ लेख्न सक्छौँ हामीले 04 303 को बेसमा 16 लाई चाहिँ लग्दाखेरि चाहिँ कति भयो त? 771 को 10 भयो। अब हामी एउटा अर्को इक्जाम्पल लगाऊँ। 1 2 3 4 5 लाई अब चाहिँ हामी हेक्साडेसिमलमा गरौँ है त। 10 सोलुसन गर्नुपर्दा चाहिँ मैले सिकाएको जस्तै 1 2 3 4 5 लेख्न सुरुमा अब 0 1 2 3 4 इक्वल्स टु 1 मल्टिप्लाई 16 को पावरमा 4 प्लस 2 मल्टिप्लाई 16 को पावरमा 3 प्लस 3 मल्टिप्लाई 16 को पावरमा 2 प्लस 4 मल्टिप्लाई 16 को पावरमा 1 प्लस 5 मल्टिप्लाई 16 को पावरमा 5 मल्टिप्लाई 16 को पावरमा 1 यसरी 0। अब 16 को पावरमा 4 मोड 1 16 को पावरमा 4 छ। अन्त कति आयो? 6 5 5 3 6 प्लस 16 को पावरमा 3 16 को पावरमा 3 16 को पावरमा 3 गर्दा चाहिँ 4096 आयो। मल्टिप्लाई कति छ त? 2 8192 प्लस अब 16 को पावरमा 2 छ। 16 को पावरमा 2 मल्टिप्लाई 3 गर्दा 768 आयो प्लस 16 को पावर 1 16 मल्टिप्लाई 4 गर्दा चाहिँ 64 आयो प्लस 5 हुन्छ 5। अब यहाँ जोड्नुपर्ने हुन्छ 65,536 प्लस 8192 प्लस 768 प्लस 64 प्लस 5 गर्दा 74,565 आयो। अब चाहिँ हामीले यहाँ हेरौँ मिल्यो कि मिलेन। मोड दबाएर 4 कति आएको छ? 74,565 नै इजिकल्स टु दबाएर हेक्सामा हाम्रो एन्सर आयो 1 2 3 4 5। यहाँ देख्न सक्नुहुन्छ 1 2 3 4 5 आयो। यसको मतलब हाम्रो एन्सर चाहिँ मिल्यो। 1 2 3 4 5 को बेसमा 16 लाई चाहिँ गर्दाखेरि 745 भएको थियो। गाइस आजको लागि चाहिँ मैले भिडियो यतिमा एन्ड गर्न चाहेँ। हामी अर्को भिडियोमा हामी चाहिँ अब डेसिमल टु उमा लाग्न चाहिँ सबै सिक्यौँ। बाइनरी टु उमा कसरी लाग्ने हेक्जा, अब हेक्जादेखि उमा कसरी ल्याउने, अक्टलमा कसरी ल्याउने, अक्टलदेखि बाइनरीमा कसरी लाग्ने त्यो सिक्नेछौँ। त्यसैले धेरै अब नम्बर सिस्टमको धेरै पार्टहरू बाँकी छन्, सबै पार्टहरू हेरिदिनु होला। आजको लागि यतिमा एन्ड गर्न चाहेँ। धन्यवाद। भिडियो मन परेमा लाइक शेयर कमेन्ट पनि गरिदिनु होला। धन्यवाद।